प्रेमबाट म सुस्मिता फेरि आइसकेको छु सानो छोटो मिठो भिडियो लिएर र भिडियो चाहिँ लास्ट तक हेर्नु होला अनि भिडियो कस्तो लाग्यो के लाग्यो हजुरहरूले कमेन्ट चाहिँ गर्नु होला। त्यही कमेन्टको चाहिँ इन्तजार भइरहेको छ क्या हामी जस्तो मान्छेलाई चाहिँ। अनि यो भिडियो बनाउने मान्छेहरूलाई चाहिँ है अब मैले आज थुप्रै दिनमा आफ्नो पाकघरमा खाना बनाएको छु। थुप्रै दिन भन्दा पनि कमसेकम 7-8 दिन भइसक्यो होला मैले खाना नबनाएको है। अनि मैले खानासाना बनाउँदै पनि छु, सँगसँगै यता पूजापाठ पनि गर्दैछु। अब मलाई जान चाहिँ काहीँ हतार छ नि त। अब आज फेरि अब एक्लै भएपछि त धेरै हतार हुन्छ नि त होइन। अब सघाइदिने मान्छे पनि हुनुहुन्न अनि त्यसले गर्दाखेरि धेरै हतार छ। अनि जब राति तब बुढी ताती हेर्नु न चाहिएको बेला चाहिँ अब बल्ल म रेडी गर्दैछु सामानहरू। अनि फेरि खोज्छु अब यहाँ भेटिँदैन, फेरि आमाहरूका जान्छु अनि फेरि त्यहाँबाट पनि लिएर आउँछु सामान। कुन चाहिन्छ कुन के लाउने कन्फ्युज हुन्छ नि त। हामी लेडिजको सधैँ नै यस्तै हुन्छ कि कतै हिँड्ने बेलामा मलाई चाहिँ हुन्छ धेरै जस्तो है। अनि म खानासाना यहाँ पनि बनाउँदैछु। अनि धेरै त म केही बनाइनँ, सिम्पलै आलुको सब्जी र भात भएपछि भइहाल्यो है। त्यति बनाएँ अनि यो चाहिँ रेडी भइसक्यो मेरो सब्जीहरू। सिम्पल बनाएको चाहिँ एकदमै सिम्पल। अनि मैले निम्बु पानी पनि पिउँदैछु। भुँडी चाहिँ घट्छ कि भनेर यसो ट्राई चाहिँ गर्दैछु है। बिहान निम्बु पानी अनि दिउँसो चाहिँ चिनी चिया खाइहाल्छु, त्यस्तै हो मेरो चाहिँ। अनि म चाहिँ खानासाना खाएर टक्क रेडी भइसकेँ। कस्तिदेखि के भन्नु होला है हजुरहरूले। अनि दादा पनि आइसक्नु भएको छ गाडी लिएर। हामीलाई अप्ठ्यारो हुन्छ भनेर दादा पनि आउनुभएको छ हामीलाई लिनलाई, सजिलो पारिदिनलाई। अनि हामी चाहिँ आमा छोरी भएर रेडी भएर हामी चाहिँ पुग्यौँ 8 माइल। 8 माइलबाट सबै टिमै रेडी भएर हामी चाहिँ जाँदैछौँ लोकेसनमा। हाम्रो चाहिँ एउटा तीजको भिडियो सुट भएर आउँदैछ। हजुरहरूले धेरै माया दिनु होला। यो भिडियो चाहिँ सङ्गीता सापकोटा र राजु भाइकै हो, उहाँहरूले बनाउनु भएको। अनि त्यसमा हामी पनि भाग लिएका छौँ सानो सानो। अब यसो हामीले पनि यसो कम्मर हल्लाउन पाएको छ, एकदमै रमाइलो भएको छ है। अब तीज आउन त निकै दिन छ तर भिडियो सुट चाहिँ अगाडि नै गर्नुपर्छ नि होइन। अनि सबै हेर्नु न कस्तो राम्रो है, 101 बढ्का राम्रो। झन् रातोमा त यति राम्रो, मलाई चाहिँ रातो एकदमै मनपर्छ क्या, रातो कलर। रेड भनेपछि मेरो चाहिँ फेभरेट हो। अनि हजुरहरूलाई कसलाई मनपर्छ झन्। अनि तीज भनेपछि त रातो त नलाउने कुरै भएन होइन। रातो र हरियो ब्लाउजमा चाहिँ सबै सुन्दर है, सबै सुन्दर देखिएको क्या। अनि यहाँ लोकेसनमा पनि पुगिसक्यौँ। लोकेसन पनि त्यस्तै सुन्दर लोकेसन। अनि म चाहिँ फर्स्टै गएको थिएँ। हाम्रो घरबाट धेरै दूर त होइन लोकेसन, 15-20 मिनटमा पुगिहालिन्छ र सबै भिडियो फोटोसुटमा पुरा बिजी छन्। अनि त्यति सजिलो त कहाँ छ र साथीहरू, एउटा भिडियो सुट गर्नलाई यति टाइम लाग्ने यस्तो घाममा है। हजुरहरूलाई देख्दा त 5 मिनट 4 मिनटमा कस्तो रमाइलो लाग्छ है, हेर्नलाई एकदमै राम्रो लाग्छ। अनि नराम्रो रहेछ भने पनि कमेन्ट गर्न कति छिटो हात पुगिहाल्छ, तर कति कष्ट चाहिँ छ त्यो चाहिँ अब जसले गर्छ त्यसलाई मात्रै थाहा हुन्छ। र हामीले पनि पोहोर पनि बनाएको थियौँ, पोहोर पनि हजुरहरूले धेरै माया दिनुभयो, यसपालि पनि दिनुहुन्छ भन्ने धेरै धेरै आशा छ। र एकदमै कष्ट भयो साथी, र एकदमै कष्ट मतलब अब घाम थियो नि त, घाममा अब गर्नै पर्यो होइन। अनि यहाँ हेर्नु न कस्तो मजाले भएको छ कि भाउन चाहिँ। अब हजुरहरूले हेर्नु होला, माया दिनु होला, धेरै चाहिँ धेरै सेयर गर्नु होला है। अनि साह्रै गर्मी पनि थियो कि दिन। अनि लोकेसनमा फेरि बस्ने ठाउँहरू यस्तो नै, लोकेसन चाहिँ एकदमै सुन्दर भ्यू चाहिँ, तर बस्ने गर्ने त्यस्तो नै। अब बनाउन चाहिँ अब बनायौँ हामीले होइन भिडियो चाहिँ। अनि एकदमै यहाँ अब एकछिन रेस्ट लिएर पानी सानी पिउने चिप्सहरू यस्तो खाना चाहिँ सबै बिजी छ। हाम्रो दादा पनि बिचरा पुरा कष्ट गर्नुभएको छ। हामीले जति कष्ट गऱ्यौँ दादाले अझै धेरै गर्नुभएको छ बिचरा। सबैको सामान बोकिदिने, कसैको भिडियो गरिदिने, कसैको के गरिदिने है। हाम्रो दादा बिहानदेखिबाट हामीसँगै त्यहीँ बस्नुको, त्यही घाममा। अनि हामीलाई नै लिएरै आउनुभएको छ। दादालाई पनि धेरै नै कष्ट गर्नुभएको छ। हामीले जति गरेका छौँ दादाले पनि त्यति नै है, सबैले बराबरै गरेका छौँ। अनि तर दादा चाहिँ अफसोस एउटा भिडियोमा आउनुहुन्न होइन त्यो गानामा। अनि अब प्याकअप भयो नि त, लोकेसन चेन्ज गर्दै गर्दै गरेका छौँ कि हामीले चाहिँ। अनि यहाँ प्याकअप भएको खुसी चाहिँ हेर्नु न सबैले, वाउ। अनि हामी चाहिँ घरतिर फर्क्यौँ। घर फर्किँदाखेरि हाम्रो चाहिँ करिब 3:30-4 बजेको थियो होला। अनि चाहिँ पुरै गलेर प्याद्दु भएका छन् कि गर्मीमा अब पुरा गलिन्छ नि त होइन, पसिना आउँछ। अब एकछिन छाउँमा बस्ने हो भने त्यस्तो पनि ठाउँ नै। अनि बिचरा दादा पनि पुरा गल्नुभएको छ। सबै उहाँ न गलेर गाडीमा अगाडि नै सुतिछन्। केटाकेटी पनि थियो नि त अब छोरीहरू पनि, उनीहरू पनि। अनि आएर मस्त सबैले पेट पूजा गरे। अनि यहाँ हामी भाइले सबैलाई जे मन लाग्छ त्यही खुवाउनु भएको छ। भाइले सानो सानो दर खुवाइसक्नु भएको छ सबैजनालाई, यहाँ चेलीबेटीलाई। एकदमै रमाइलो भयो। धेरै धेरै धन्यवाद छ भाइहरूलाई पनि है, आफूलाई पनि मौका दिनुभएको। यसो राम्रो भएर कम्मर हल्लाउन पाइयो, धेरै खुसी लागेको छ। र हजुरहरूले फेरि पनि भन्छु भिडियो चाहिँ हेर्नु होला, सबैजनाले धेरै धेरै माया गर्नु होला है। अनि हाम्रो मालतीको त झन् व्रत बिचरा, उसलाई त झनै कष्ट अब होइन। त्यही पनि उसको मुखमा मुस्कान त छँदैछ, मुखमा मुस्कान त कसैको हटेको छैन। तर म चाहिँ अलिक गलेको छु होला। ल साथीहरू आजलाई यति नै है, फेरि आउँछु अर्को भिडियो लिएर। बाई बाई।